हे रेलिना, तर म भनेको पहिलादेखि नै एकदमै मिल्ने साथी हो र गाउँलेहरूले पनि तँलाई मेरो दाइले बिहे गर्छ भनेर पहिलादेखि नै जिस्काउने गर्छ। अझ त्यति मात्र होइन, मैले पनि तँलाई पहिल्यैदेखि भाउजू भनेर जिस्काउने गर्थेँ। तर अफसोस, मेरो दाइले अर्कै बिहे गर्छ र पनि केही बिग्रेको छैन। यसलाई त्यो घरबाट निकालेर हुन्छ कि मारेर लास गायब बनाएर हुन्छ, म तँलाई मेरो भाउजू बनाएरै छोड्छु, बुझिस्? आइज यहाँ बसेर कुरा गर। मलाई पनि यही कुराले सताइरहन्छ। पहिला तेरो दाइ सौरभसँग नाम दिएर जिस्काउन थालेपछि मैले पनि बिस्तारै मन पराउन थाले, माया गर्न थाले। जब मायाको आवाज सुरु हुन थाले, तब तेरो दाइलाई नदेख्दा, तेरो दाइको बोली नसुन्दा विरक्तिएर हिँड्थे। रातभरि उसकै कल्पनामा डुब्थे। अनि तेरो दाइलाई माया गर्न थालेपछि मैले कसैलाई नजर लगाइन। सायद मेरो भाग्यमा नलेखेको भएर होला, मैले आफूलाई भन्दा पनि धेरै माया गर्न पुगेछु। तँ भन्छस् अझै पनि मेरै भाउजू बनाउँछु भनेर, यो कसरी सम्भव छ र? एउटा नारी भएर अर्को नारीमाथि सौता भन्नु त्यो महापाप हो। त्यही भएर अब तेरी भाउजू बन्न सक्दिन। तँ पनि कस्तो कुरा गर्छस्? छोरा मान्छे हो। आज भोलिको जमानामा 2-4 बिहे नगर्ने सायद कमै होलान्। दाइले बिहे गर्नु भए पनि हामी खुसी छैन। आमालाई पनि कति नै चित्त बुझेको छैन ती भाउजूदेखि। बाबाले मात्रै हो कर लागि माया गर्ने। फेरि गोल हान्ने भनेको किप्पर भएको गोल पोस्टमा हो। अब मैले तँलाई अरू यहाँ भन्दा के भन्न? कि दाइको माया लाग्दैन र? मायाको कुरा नगर चमेली। कुनै बेला मेरो जिन्दगीको खास मान्छे थिए। अहिले उसको अँगालोमा उसको श्रीमती छ अनि मेरो आँखामा आँसु। फरक यति मात्र हो। माया त मनले गरेको हो, हटाउनलाई मैले मेरो प्राण त्याग्नुपर्छ। अनि दाइको कुरा गर्दा यस्तो भावुक हुने मान्छे किन पछि पर्छस्? त मलाई एउटा कुरा भन्, यदि हामीले भाउजूलाई दाइबाट छुटाएर तँसँग बिहे गराउन खोज्यौ भने त राजी छेस्? छुटाउनै पर्दैन। तेरो दाइले भाउजूसँग सल्लाह गरेर मसँग बिहे गर्नुहुन्छ, दुईवटा श्रीमती मिलाएर राख्न सक्नुहुन्छ भने म तेरो दाइसँग बिहे गर्न तयार छु। ल ठिक छ, म एकचोटि सल्लाह गर्छु। माने ठिकै छ, नमाने सोझो औँलालाई टेढो कसरी बनाउनु पर्छ भन्ने कुरा त्यो मलाई राम्रोसँग थाहा छ। अब नतिजा छिट्टै आउँछ त प्रतीक्षा गरेर बस। ल अहिले म जान्छु है। होइन, यसले मलाई यस्तो जबरजस्ती किन गर्दैछ? जसले चासो गर्न पर्ने उसले हस्तै गर्दैन। पक्कै पनि केही रहस्यमय हुनुपर्छ।
रिस पखिस गाग्रीसँग तेरो माइतीबाट ल्याएको दाइजो त होइन नि, मेरो बुढाले पसिना बगाएर जोडेको सम्पत्ति हो। किन यसरी पछारिस? मैले जानी जानी खसाली कि होइन नि आमा, खुट्टामा ठेस लागेर लड्दा खसेको हो। कसैको रिस पोखेकी होइन आमा, दाइजोसम्म किन पुग्नुहुन्छ? मेरो माइती गरिब छन्, केही दिन सक्दैनन् भनेर होच्याएर पनि नबोल्नु न। तँलाई हामीले घिच्न दिएका थिएनौ र? जा अब एक गाग्री पानी पनि राम्रोसँग बोकेर हिँड्न सकिनस्? यो त तेरो बहाना मात्र हो। मेरो घर रित्तो पार्न सौरवसँग बिहे गरेकी होस्। आज गाग्री कुच्याइस, भोलि भात पकाउने भाँडा कुच्याउलिस। कुन दिन हामीलाई सुतेकै ठाउँमा हिर्काएर नमार्लिस भन्न सकिन्न। जाबो गाग्री कुचिँदा किन यति धेरै भन्नुहुन्छ आमा? बरु म सौरभलाई भनेर नयाँ किनेर ल्याउन लगाउन नि, हुन्न र? गल्ती गरेपछि गल्ती भयो भनेर माफी माग्नु त कता कता, उल्टै किनेर ल्याइदिन्छु भनेर ठुलो स्वर गर्छस्। मैले हात उठाउनै परेको हो। अहिले के भयो? गाग्री बीचमा साथ राखेर सासु बुहारीको के को वार्ता हो? भगवती के भयो? पानी पनि पोखेको छ त, लड्यौ? सबै कुरा देखि पनि के भयो भनेर सोध्दैछस्? तेरो स्वास्नी महारानीले गाग्री खसालेर कुच्याइछ, तेरो फुटेको आँखाले हेर्न राम्रोसँग। गाग्री त धेरै कुचिएछ, बाटो हेरेर हिँड्नुपर्छ नि भगवती, तिमीलाई त केही भएन नि? यो त पहिला नै कुचेको थियो, मैले खसाल्दा कुचेको होइन। तपाईँ पनि त्यसै आरोप नलगाउनुहोस् मलाई। सुनिस् तेरो स्वास्नीको कुरा? पहिला नै कुचेको हो रे। कति नै यो घरमा म भन्दा पहिला भित्रको जस्तो गर्छ। यसलाई अन्तै लाएर राख, होइन भने यो अलक्षिणाले केही बाँकी राख्दिन। आमा पनि यति सानो कुरालाई पनि पृथ्वी जत्रो नबनाउन् न। फेरि उसले जानी जानी लडाकी पनि होइन, काम गर्दै जाँदा सानोतिनो गल्ती त भइहाल्छ नि। यसलाई सानो गल्ती भनिँदैन र यो बच्चा पनि होइन नजानेर गल्ती गरी भन्नलाई। अझ तेरो स्वास्नीले के भनी तँलाई थाहा छ? तँलाई भनेर नयाँ किन्न लगाउँछ रे। यसले बल्ली तरिका ल्यायो, गल्ती गरेपछि माफी माग्नु पर्दैन। भगवती आमासँग खुर्को माफी माग, के मलाई हेरिराख्यो? आमाको खुट्टा ढोकेर माफी माग। गल्ती गरेपछि झुक्न पनि जानुपर्छ, माफी माग। तेरो स्वास्नीलाई गल्ती गर्न मात्र आउँछ, झुक्न आउँदैन। त्यही भएर मलाई यस्तो बुहारी चाहिँदैन। को छ मेरो बा आमासँग झुक्न नजान्ने? अब मेरो घरबाट निस्किहाल, चाहिँदैन मलाई। केही पाउनलाई केही गुमाउनै पर्छ। यो भिखारीको छोरीलाई हाम्रो घरको बुहारी बनाएर राखेर हामीलाई के फाइदा? मलाई के फाइदा? त्यसैले अब फाइदाको बाटो रोज्नै पर्छ। एलिनालाई भाउजू बनाउन पाएँ भने धनी बाउकी छोरी हो। फेरि उसको भाइ पनि एकदम ह्यान्डसम छ। भाउजूलाई फकाएर उसको भाइसँग बिहे गर्न पाएँ भने त्यो घरको सारा सम्पत्ति कसरी मेरो मुठीमा पार्नु पर्छ भन्ने कुरा मलाई मात्रै थाहा छ। भन्नु पो भएको छैन। एकचोटि भगवतीसँग सल्लाह गर्छु, मानेन भने खेल त्यहीँबाट सुरु गर्छु। बुढी साह्रै भोला गाउँ गाउँ चारेर हिँड्ने हात खुट्टाले
भात पकाएर खान सकिँदैन, सक्दिनँ म भात पकाउन। भोक लाग्यो भने आफै पकाएर खाने खुरुक्क न। गाउँ घुमेर हिँड्ने पनि काम हुन्छ होला नि। बुहारीलाई काम हरायो बिगार्छ, ससुरा गाउँ घुमेर खाने, अनि म चाहिँ सधैँ चुप्प लागेर बस्नु पर्ने? होइन, के काम बिगारी बुहारीले? बुहारी रिस मलाई पोखर हुन्छ? उसलाई पनि सम्झाउनु पर्छ, बिस्तारै सिक्दैछ। जान्ने र नजान्नेको कुरा होइन। जब धाराबाट एक गाग्री पानी ल्याउँदा पनि गाग्री पछाएर र काचा कुचुक पार्छ भने के गरेर खान्छ? अब खुरुक्क छुट्याइदिनु तपाईँको छोरा बुहारीलाई। म बस्न सक्दिनँ यस्तासँग। यति सानो कुरामा के रिसाकी? सानो गाँठीको छ, गाडी ऐति नसकेर उसको होला। एउटा बिग्री अर्को ल्याइहाल्छ, छोराले कमाएर ल्याइहाल्छ, के को पिर? कमाइहाल्यो नि, सस्नीको पुच्छर बनाएर घर छोड्न नसक्नेले कमाएर राख्देला। मैले त पहिला नै भनेकी थिएँ नि, यो बुहारीले घर गरेर खाँदिन भनेर। जस्तो भने त्यस्तै नतिजा देखाउन थालेकी छे। यो त तिमीहरूको आमा छोरीको सोचाइ गलत हो। सोझी बारी पाउँदा आफूलाई भाग्यमानी ठान्न। त्यही त कम्ताको सोझी हो र। गल्ती गरेर गल्तीको महसुस गरेर माफी माग्न नजान्नेले सोझी भएर नै सौरभले झापड हानेको होला। भनेपछि बुहारी माथि सौरभले हात उठायो होइन? त्यो पनि आमा छोरीको कुरा सुनेर बिग्रिसक्यो। तिमी पनि छौन टुप्पाको कुरा नगर, दाउराले खप्पर सप्पर फुटाइदेऊला फेरि। फुटा त्यही त बाई छ त। राखौँला बाँकी, हेर्दै लाउ न। म हेर्छु। बाबाले त भन्नुभएको थियो त्यो घरको सासु खराब छ, तैँले घर गरी खान सक्दिनस् भनेर। ससुराको बुढी र सौरभको व्यवहारले मक्ख परेर भागेर आए। अहिले एक एक गरी भोग्नु परेको छ। कुन दिन आत्महत्या गरेर मरिदिन्छु अनि सबैलाई ढुक्क हुन्छ। भगवती, मेरो कुराले चित्त दुखाइरह्यो कि? हेर, होइन, चित्त दुखाएको पनि छैन र हिर्काको दुखेको पनि छैन। म पत्थर परे साई र मन्दिरमा देउता बनाएर पूजा गर्ने, अनि नचाहिँदा माटोमा स्याहारेर कुर्सेर हिँड्ने, अनि किन चित्त दुखाउनु? मैले पिट्छु भनेर पिटेको होइन के। आमाको अगाडि छोराको कर्तव्य पुरा गर्न खोजेको मात्र हो। मलाई पनि थाहा छ तिमीलाई मैले दुर्ली गरी पिटे, गाली गरेँ। अनि मैले के गरौँ त? तिमीले गल्ती गर्दा पनि आमालाई गाली गर्ने कुरा पनि आएन। बरु तिमीलाई पिट्छु, गाली गर्छु, फेरि सम्झाउँछु। हामी छोरा मान्छेको पिरबेता कसले बुझ्छ भन त? आमापट्टि लाग्यो बुहारी रिसाउने, बुहारीपट्टि लाग्यो समाजै ओर्लेर आमालाई किन घृणा गरिस्, हेला गरिस् भनेर भन्छन्। अनि तिमीले त बुझ्नुपर्ने होइन र? मैले हजुरलाई के भनेकी छु र नबुझ्नलाई? कुटे पनि कराए पनि एक वचन फर्काकी छैन। म पनि अर्काकी छोरी हो। जन्म दिने बाबा छोडेर आएकी छे, चित्त दुख्ला, एक्लो महसुस होला भनेर कसैले सोच्न सकेन। सायद नारीको सबैभन्दा ठुलो दशा नै आफ्नो बाआमा छोडेर पढाइ घर जानु होला। त्यही काम माइतीमा गर्यो भने प्रशंसा पाइन्छ, अनि पढाइ घरमा गर्यो भने गाली कुटाइ खाइन्छ। कति चित्त दुखाएको त। मैले पिटे पनि गाली गरे पनि माया त गर्छु नि। तिमी भनेको त मेरो जीवन साथी हो। जिन्दगीभरि मायासँगै झगडा मिसाएर जिन्दगी कटाउनु छ। खै बुझेको लाठी? एकचोटि काटेको घाउमा दबाई गर्दा निको हुन्छ, तर बारम्बार त्यही घाउमाथि छुरा प्रहार गरिरहँदा घाउमा खाटेपन बस्न गाह्रो हुन्छ।
तपाईँ जिन्दगी कटाउने कुरा गर्नुहुन्छ, तर मलाई अहिले मन नपाइनुहुन्थ्यो जस्तो भएको छ। त्यस्तो कुरा नगर के बुढी। बुढाबुढी बिच जति झगडा भयो त्यति माया बढ्छ अरे। किन केटाकेटी जस्तो कुरा नगर न। गर हरिसौ हस्, हरिसौ हाँसौँ। हेर्नु आमा, तपाईँले रोजेको जस्तो बुहारी अनि मैले सोचेको जस्तो भाउजू अब छिट्टै पुरा होला जस्तो छ। यसमा तपाईँले चलाखी गर्नु पर्यो के? होइन, कस्तो कुरा गर्दैछस्? तेरो भएको दायित्व एउटा सौरभ हो, उसले बिहे गरिसक्यो, अनि त कसको कुरा गर्दैछस्? मैले त छेउटुपै बुझिनँ। आमा पनि कुरा नघुमाउनु न। तपाईँले एलिनालाई पहिलादेखि नै बुहारी भनेर जिस्काउनु भएको होइन, अनि मैले पनि भाउजू भनेर जिस्काउँ हो, त्यही पुरा हुने भयो भन्न खोजे। अब त बुझ्नु भयो। अनि एलिनाले के सौतामाथि आउन तयार छु भनेकी छे र? हाम्रो दाइले दुईवटी श्रीमती मिलाएर राख्न सक्नुभयो भने उसले म बिहे गर्न राजी छु भनेकी छ। तर त्यस्तो गर्न दिनु हुँदैन। पहिला भगवतीलाई दाइबाट छुटाउनु पर्छ, त्यसपछि एलिनालाई जहीँ बाजा बजाएर बिहे गरेर यो घरमा भित्र्याउनु पर्छ। यदि एलिनालाई भित्र्याउन सक्यो भने फाइदै फाइदा छ आमा। यो भनेको असम्भवको कुरा हो। सौरभसँग छुटाउन तेरो दाइले माया नगरेको हुन पर्छ, तर भगवतीले भन्दा धेरै माया सौरभले गर्छ। अनि कसरी छुट्याउने? दिमाग लगाउनुस् न, आइडिया धेरै छन्। भाउजूको गल्ती केलाएर सौरभ दाइलाई पोल लगाउनुस्। सौरभ दाइ नभएको बेलामा एकदमै टर्चर दिनुस्, अनि त्यति गरेपछि कि त छुट्छन् कि त आत्महत्या गरेर मर्छे, अनि खेल खतम। तेरो कुरा पनि एकदम ठिक हो। मलाई पनि कति मन परेको छैन। काम पनि एउटा ढङ्गले गर्दिन, अनि फाइदा चाहिँ कसरी हुन्छ भन् त? आमा पनि अब एलिनालाई बुहारी बनायो भने धेर थोर भए पनि दाइजो आउँछ, आफूले रोजेको मान्छे पाइन्छ। अनि एलिनाको भाइ छ मेरो लागि, अन्त केटा खोज्न जानु पर्दैन। एलिनाको भाइसँग मैले बिहे गर्न पाएँ भने तपाईँको छोरी पनि धनी हुन्छ, अनि यति भएपछि अरू के चाहियो भन्नुहोस् त? तैँले एकदम ठिक कुरा गरिस् छोरी। त एलिनालाई पगाल्दै गर, म यता खेल खेल्दै गर्छु। त्यसपछि आमा छोरीको खेलले पृथ्वी हल्लिनेछ। कुरा बुझिस् छोरी? मैले होइन, तपाईँले चाहिँ बुझ्न जरुरत छ। म त उहिलेदेखि लागि परेकी छु। त चिन्ता नगर, अब म पनि हात धोएर लागि पर्छु। भाउजू, हामीले तपाईँलाई साह्रै हेला गऱ्यौँ है। तपाईँले जति काम गरे पनि कामै गर्दिन भनेर अब्जस लगाएँ। मसँग किन परीक्षा लिँदै हुनुहुन्छ नानी? मैले हजुरहरूले गाली गर्नुभयो, अब्जस लगाउनु भयो भनेकी छु र? मलाई त्यस्तो केही पनि महसुस भएको छैन। हजुरलाई त्यस्तो लागेको मात्र होला। हो भाउजू, आमा र मलाई साह्रै नराम्रो महसुस भएको छ। आमाले पनि भन्दै हुनुहुन्थ्यो हामीले भगवतीलाई कति अत्याचार गरेका छौँ भनेर। त्यही भएर अब हामीले तपाईँलाई हरेक कुरामा सहज हुने काम गर्न खोजेका छौँ। तपाईँ के भन्नुहुन्छ यो विषयमा? भन्नु न, के हो सुनिदिउँला। तर मलाई त्यस्तो केही पनि अन्याय भएको छैन। अब तपाईँको लागि साथी दाइको अर्को पनि बिहे गरिदिने कुरा भएको छ हाम्रो। त्यसपछि त हजुरलाई हरेक सुख दुःखमा साथ दिनुहुन्छ। ल बधाई छ हजुरहरूलाई, मेरो लागि यति ठुलो उपहार दिन लाग्नु भएछ। हेर्दै जान भगवती, अब के गर्छौ? होइन बाउलाई कि के हो? गलाको पोते निकालेर मेरो हातमा राखेकी छे। खुर्को लगाऊ। अब अर्कीलाई लगाइदिने, नयाँ किन्नु पर्यो, पैसा छैन होला। किन्नु भन्दा बरु यही लगाउनु होला भनेर नि। यो के मजाक हो? कसले भने मैले अर्को बिहे गर्दैछु भनेर? एक पनि बोल्ने काम नगर त।
मलाई तपाईँको बहिनीले सबै कुरा भनिसक्नुभयो। अब मसँग धेरै बाहना गर्नु पर्दैन। बाहिर माया गरे जस्तो गरेर भित्रभित्र छुरा रोप्न खुब जान्नु भएको रहेछ। यो तालको आइमाई रहेछ। के हो तिम्रो चाल के को खडा यो यो पनि होइन बुवा, उसको र मेरो सानो छ। लिएर घर कहिले नजाने हजुरको छोराले अर्को बिहे गर्न लाग्नु भएको रहेछ बुवा। कहिले भने त एउटा पानी पालेर जाने लाउन खान दिन सकेको छ अर्को बिहा गर्ने बुवा पनि नबुझिकन नबोल्नु न। मैले कहाँ बिहे गर्न लागेको छ र मलाई थाहा छैन। भगवतीले कुरा निकाल्दैछ। बुहारी कसले भने तिमीलाई यस्तो कुरा त्यो मन चोरेको मलाई चमेली नानीले भन्नुभएको हो बुवा। सबै तयारी भइसकेको छ भन्दै हुनुहुन्थ्यो। आमालाई पनि थाहा छ अरे यो कुरा। ए आमा छोरीको यस्तो कुरा रहेछ। ल पिर नगर, म तिनीलाई ठिक पार्छु। होइन आमा छोरीको योजना खुब राम्रो छ भने सुनेको छु। के हो कुरा? होइन के भन्नुहुन्छ बुवा? कस्तो योजना हो? मलाई त केही पनि थाहा छैन। आमा हजुरलाई केही थाहा छ र? मलाई झन् कसरी थाहा हुन्छ? फेरि म जस्तो अनपढलाई योजना बनाउन पनि आउनु पर्यो नि। ए अनपढ भएको कारणले यस्तो विध्वंस भएको देख्नुहोस्। तैँले पढेको भए त बुहारीमाथि सौता हाल्न हुन्न भन्ने ज्ञान भइहाल्थ्यो नि। सौता होइन कि बाबा, हजुरले हामीलाई गाली गरे जस्तो गरेर भाउजूलाई बिल्ला हान्नु भएको हो कि के हो? त्यस्तो नगर्नु है। भाउजू पनि एउटा नारी हुन्, अनि त्यो नारीमाथि अन्याय भएको हामी सहन सक्दैनौँ। पखिनु खोज्छस्? मलाई लाटो सम्झेर तिमीहरूले भाउजू माथि सौता हाल्ने भन्ने तैँले बोलेको होइन? भन्, मैले के सोधिरहेको छु हो कि होइन? भयो बुबा, नानीलाई मात्रै नपिट्नुहोस्। ल्याउने मान्छे राजी भएर त योजना बनाउनु भएको होला। होइन भने उहाँहरूले योजना बनाएर मात्र सौता हालिन्न। आमा, तपाईँहरूले गर्न खोज्नु भएको चाहिँ के हो? मैले केही पनि बुझ्न सकेको छैन। यदि यो माथि मैले सौता हाल्ने भए मलाई थाहा हुनुपर्ने हो, तर मलाई केही पनि थाहा छैन, सोचेको पनि छैन। अनि तपाईँहरूले यस्तो योजना कसरी बनाउनु भयो? बिन्ती छ आमा, सक्नुहुन्छ भने आमा र सासूको कर्तव्य पुरा गर्नुहोस्। सक्नुहुन्न भने छोराको जिन्दगी बर्बाद हुने खेल नखेलिदिनुहोस्। बरु भन्नुहुन्छ भने म यो गाउँ नै छोडेर गइदिउँला। हामीले त्यस्तो केही योजना बनाएको छैन। त्यसै तेरी स्वास्नीले आरोप लाग्यो। यदि हामीले यो माथि सौता हाल्ने योजना बनाएको रहेछ भने प्रमाण देखा। हो रहेछ भने हामी आफै यो गाउँ छोडेर जान तयार छौँ। भगवती, चमेलीले भनेको भने होइन, सब कुरा भनिदेऊ त। के भनेकै थिए? प्रमाण यता छ, उसको कुरा सुन्नु होला। भयो भयो, अब भनेको छैन भनिसक्नु भएको छ, किन झगडा गर्नु? ल्याउनेले झगडा गरे पनि नगरे पनि ल्याइहाल्नुहुन्छ। गल्ती मेरै हो। अब त सबै कुरा छर्लङ्ग भयो होला नि। उहाँ महाशयले मेरै गल्ती भनिसक्नु भएको छ, उसै मलाई पिट्नुहुन्छ। यसलाई पिट्यो भन्ने छोरी तँलाई मैले सम्झाए मात्र हो। यति मैले तँलाई कुट्न पर्यो भने 7 दिनसम्म थला पर्छ, बेलामा सुध्री। पनि भाउजू जस्तै बुहारी भएर जान जात होस्। खै, कसको कुरा विश्वास गर्नु, कसको कुरा विश्वास नगर्नु। भगवतीले पनि छिनछिनमा कुरा फेर्छे। यथार्थ के हो सत्य सत्य भन्दै त हुन्थ्यो नि। अब स्वास्नीको कुरा सुनेर जन्म दिने आमालाई गाली गर्छस्, बहिनीलाई कुरा लगाएर कुट्न लगाउँछस् भने हामीले भन्नु के छ र? बुहारी सौरव र मेरो अगाडि तिमीले नै भनेको होइन र? आमा र नानीले अर्को बिहाको तयारी गर्नुपर्छ भनेको होइन र? फेरि किन यिनको अगाडि बोली फेरि किन?
मैले केही पनि भनेकी छैन बुबा। हजुरहरूले उल्टो सुन्नु भएको होला। भयो अब झगडा नगर्नुहोस्। अरूलाई झुटो आरोप लगाएर पिटाउन खुब जानेकी रहेछ तपाईँको बुढीले। सायद तपाईँले सिकाउनु भएको होला। मलाई माफ गरिदिए बहिनी। सायद बुवा र मेरो कानले उल्टो सुनेको पनि हुन सक्छ। बुवाले तँलाई पिट्नु भयो, तैँले मलाई पिट्न त। कुकुरले टोक्यो भन्दैमा त्यसलाई पनि टोक्न हामीले जानेको छैन। जाउँ आमा बाहिर। छोरी जाउँ। होइन केटा, बुहारी यसो भन्छ। बुहारीले के यस्तो बोली फेरि कि म त के बुझ्न सकिनँ। खै बुवा, बाउलाई कि क्या हो, अहिले आएर हामीलाई पो नराम्रो पारे। यही त भने। सुन न निर्मला दिदी, एउटा कुराले मलाई एकदम सताइरहेको छ। कसैलाई भन्ने आँट पनि आएको छैन। हजुर नै त हो मेरो दुःख सुखमा साथ दिने। त्यसैले कुरा सेयर गरौँ कि भनेर बोलाकी। भन न त, के कुरा, कस्तो कुरा हो? म पनि त्यति साह्रो सहयोग गर्न छुट्याउन सक्ने मान्छे त होइन। होइन, मैले जाने बुझेको सल्लाह दिउँला। तर उसले बिहा गरेपछि मैले पनि हस्ता गर्न छोडिदिएको थिएँ। अरूको सम्पत्ति भइसकेपछि किन एक मोरी हत्या गर्नु भनेर भुन्ने कोसिस गर्दै थिएँ। तर चमेलले मेरो मन फेरि फर्काइदिन्। जसरी भए पनि हाम्रो घरको बुहारी बनाएर भित्राउँछौँ, केही दिन पर्खिनुहोस् भनेर वचन दिइन्। हेर हेरिना, नारीको सौन्दर्य ठुलो दुश्मन भनेको सौता हो। उल्टुक भएर सौता हुनु भनेको आफ्नो ठाउँमा छ। तर यसरी सबै कुरा थाहा पाउँदा नारीमाथि घात गर्न त महापाप हो। फेरि तिमी पनि कन्ने केटी हौ, भने जस्तो केटा पाउँछौ। अब यति भन्दै पनि सौतामाथि जान्छौ भने त तिम्रो खुसी हो। म जान्न दिदी, म त्यति अबुझ पनि छैन। त्यही पनि तपाईँसँग सल्लाह लिन खोजेको मात्र हो। तर चमेलले त्यस्तो किन मोरी हत्या गरेकी होलिन्? मलाई लाग्छ केही न केही स्वार्थ लुकेको हुनुपर्छ। बिहे गरेर अर्का घर जाने जातलाई किन यति साह्रो चासो पर्यो होला, विचार गर है। हुन्छ दिदी, म झुक्केर पनि सौतामाथि जाँदिनँ। हजुरलाई धन्यवाद। ला दिदी, साइदको सामान लिएर आउँदै हुनुहुन्थ्यो होला। रित्तो डोका देखा पर्यो नि त। ए भगवती, आज भोलिको जमाना नि यस्तो कुरा गरेर हुन्छ? के यो बाटो साइडमा हिँड्नेको लागि मात्र बनायो हो र? को कति बेला हिँड्छ अनि चासो राखेर रिसाएर हुन्छ त? ओइ दिदी, बुढापाकाले भेट्दा त्यही भनेर गाली गर्नुहुन्थ्यो, अनि त्यही भएर भनेको। ए यो बुढापाकाले जे पनि भन्छ। औ साँच्ची, तिम्रो सौता हाल्न लाग्ने सुन्नमा आएको थियो। के यो कुरा साँचो हो? कसले भनेको हजुरलाई? मैले त केही पनि सुनेको छैन। फेरि मेरो बुढा त्यस्तो खालको पनि त हुनुहुन्न। कसैले झुट बोलेको होला। जसले तिम्रो बुढासँग बिहे गर्न लाग्यो उसैले भने कि तिम्रो नन्दले उसलाई खुब कर गरेकी छे रे, मेरो दाइसँग बिहे गर भनेर। त्यसो भए राम्रै भएछ दिदी। भनेपछि कसैले ठान्छ यो कुरा? सबैको बोली मात्र किन त्यति साह्रो मोरी हत्या गरेको रहेछ? बुझ्नै गाह्रो भयो। मेरो घरका मान्छे त अन्धा भएर त थिएनन्। छी 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 छी, कुन चाहिँ मरे नि? तँ होला छिनलाई मान्छेहरू नफाल्नुपर्छ भन्ने कुरा थाहा छैन कि क्या? तेरो जुगल्टे फाल्नु पर्यो। मैले जानी फ्यालेकी होइन नि आमा। भैँसीले हान्छ मैले छिटो छिटो फ्याल्दा हजुरको अनुहारमा परेछ। गल्ती भयो। अब थाहा पाउलिस् भैँसीको गोबर मुखमा दल्दा कस्तो हुँदो रहेछ भनेर। मलाई त
देख्न आउँदो रहेछ त्यही नभए के होला छिना मैले मेरो लागि 2-4 जना काम गरिदिने मान्छे खोज्दैछु। विमला भाउजू, काम पुरा भएपछि भन्ने जति पैसा आउँछ। कस्तो काम मैले सक्ने काम रहेछ भने पैसा आउँछ भने त म यो काममा तयार छु। भन त कस्तो काम? एलिना खानदानकी छोरी हो। त्यसलाई मेरो दाइसँग बिहे गराइदिएर मैले त्यसको भाइसँग बिहे गर्नु छ र त्यो घरको सारा सम्पत्ति मेरो नाममा पार्नु छ। अनि यहाँसम्म पुग्नलाई सबैभन्दा पहिला त्यो भगवतीलाई माथि पुर्याउनु पर्छ। यदि तपाईँले गर्न सक्नुहुन्छ भने कुरा अगाडि बढाउनु। यति जाओ काम किन गर्न नसक्नु? पैसा ठिक पाएर राख। म मेरो साथी लिएर आउँछु अनि काम सुरु गरौँला। ल अहिले म गएँ। यस्तो मान्छे ढिलै भेटिन्छन्, नत्र खेल पहिले नै खतम भइसक्थ्यो। ल मैले तिमीलाई खोज्दैन बाबा पुग्नु मेरो बाबा। चमेलीको त खतरा योजना रहेछ नि। एलिना के योजना रहेछ र बिमल भाउजू? एलिना खानदानकी छोरी हो। त्यसलाई मेरो दाइसँग बिहे गराइदिएर मैले त्यसको भाइसँग बिहे गर्नु छ र त्यो घरको सारा सम्पत्ति मेरो नाममा पार्नु छ। अनि यहाँसम्म पुग्नलाई सबैभन्दा पहिला त्यो भगवतीलाई माथि पुर्याउनु पर्छ। यदि तपाईँले गर्न सक्नुहुन्छ भने कुरा अगाडि बढाउनु। भनेपछि चमेलीलाई मेरो नन्द बन्नुको उद्देश्य यस्तो पो रहेछ। ठिक छ, तँ पनि पुरा गरिदिउँला। अर्की सोझी भाउजूलाई नाना थरी आरो लगाएर दाइलाई बिहे गरिदिनु भनेको त पलहेल भकै हो। अब पनि विचार गर्नु भने फसाउने है, विचार गर। गर्नु तेरो चेपारे बोलीमा 20 घोलेको छ भनेर शङ्का त मलाई पहिले नै लागेको थियो, तर आज छर्लङ्गै भए। अब देख्छस् मेरो खेल। ओए, अगाडि नबढ। छोड्नुहोस् न नानी, किन मेरो बाटो छोड्दै हुनुहुन्छ? अगाडि बढ्ने कोसिस नगर। मैले तँलाई राम्रोसँग सम्झाएकी थिएँ, सल्लाह लिएकी थिएँ, तर तैँले सबै बोल बुवा र दाइलाई लगाएर मैले थप्पडसम्म खानु पर्यो। सायद तेरो अन्तिम साथ मेरै हातबाट हुन लेखेको रहेछ। तर पानी पिलाएर होइन, खुकुरीको धारबाट तप्लक रगत चुहाउँदै। म कठोर बन्न सिक्दैछु नानी। अब पहिला कि भगवती होइन, अहिले कि भगवती भनेर चिन्ने गराउँदैछु। त्यसैले यो खुकुरी देखाएर बाटो छिकेर मलाई नतर्साउनु, फेरि धेरै भारी पर्ला। सक्सेस भने आफूलाई बचाएर देखा, किनकि मैले तेरो मृत्युको सायद समेत चुराएर आएकी छु। बाई बाई भाउजू।
मलाई भाउजू बनाएर मेरै भाइसँग बिहे गर्न तेरो यत्रो हिम्मत? मुखले बोलेको भए पनि त हुन्थ्यो, यसरी दाउरा पार किन गरेकी? तिमीलाई सकाउन र मेरो बामाको सम्पत्ति हडप्ने यसको योजना रहेछ। अनि यस्तालाई त्यत्तिकै छोड्ने कुरा त भएन नि। तिमी जस्ती सोझी नारी कहिलेसम्म अन्यायमा पर्ने? आजबाट आफूलाई बदलेर देखाऊ। ठिक भन्यो, मैले धेरै सहेर बसेको थिएँ। अब आफ्नो लागि आफै लड्नुपर्छ। यसलाई घरमा लगेर जिम्मा लगाइदेऊ, मेरो धेरै काम बाँकी छ, गएँ म। अब तिमीले काम गर्ने होइन, तिम्रो सासु र यसले काम गर्नुपर्छ। छोरीलाई कसले यस्तो गरे नि? छोरी के भयो, कसरी भयो, कसले बनायो भनेर सोध्नुभन्दा पहिला नि आफूले जन्माएकी छोरीले के गर्दैछ, कस्तो गर्दैछ भनेर पहिला नै सोच्नु पर्थ्यो। तर अब ढिला भइसक्यो र यो बोली पहिलाको भगवतीको होइन, अहिले हालसालैको भगवतीको हो। यसमा कुनै शङ्का मान्नु पर्दैन। मेरो छोरीले कसको के बिगार्दैकी थिए र? तैँले कुटेकी होस् कि के मेरो छोरीलाई? कुरा त त्यस्तै गरिस् त। होइन, दाउराले पिटेको, तर त्यो दाउरा मेरो हातले समातेको थियो। माया पाउनु मात्र जित होइन, त्यागमा पनि जित हुन्छ। तर यसले बार बार खाटा बसेको घाउलाई बल्दाउन आई। अनि यसको खेल मैले सबै पत्ता लगाएँ। अनि मेरो अन्तिम विकल्प यही नै थियो। तपाईँलाई थाहा छ यसले कस्तो खेल खेलेकी थिए भनेर? अरूलाई थाहा नभए नि आमालाई चाहिँ राम्रोसँग थाहा हुनुपर्छ, किनकि आमा चाहिँ खुब मिलेको छन् भन्ने कुरा सुनेको थिएँ। अनि गल्ती गरी भन्दैमा यसरी रगतामै हुने गरी पिट्नुपर्छ? मुखले सम्झाउन सकिन्न? अनि अरूको छोरी चेलीले सानो गल्ती गरे भने त्यसैलाई ठुलो झगडा बनाइदिन्छन्। तपाईँकी बहिनीले मलाई खुकुरी लिएर काट्न आउनु भएको थियो। आज एल्ना नभएको भए मार्ती, अझै एल्नालाई नै गाली गर्नुहुन्छ? मैले पहिल्यैदेखि सम्झाएको यस्तो नगर भनेर। अति भएपछि खती भनेको यही त होला नि। मेरो छोरीलाई यस्तो हालतमा पुर्याउनुलाई म त्यत्तिकै छाड्नेवाला छैन। मेरो छोरी होस् न त होस् न। भाडा गरी बस्ने हो कि पैसा खोजेर अस्पताल लाने हो? धेरै रगत बढिसक्यो, ढिला भयो भने गाह्रो हुनसक्छ। भित्र पैसा कति छ? अस्पताल लानु पर्यो। लानु पर्दैन अस्पताल, यस्ता सानातिना चोटले केही पनि हुँदैन। यदि मरिहाल्यो भने पनि एउटा अन्डा फुट्यो भनेर सम्झिँदा हुन्छ।